स्वागत छ हाम्रो युट्युब च्यानल सिनेमामा, जहाँ हामी पछिल्ला र सबैभन्दा रोमाञ्चक मनोरञ्जनका कुराहरू सेयर गर्छौँ। आजको भिडियोमा हामी कुरा गर्दैछौँ 4 वटा यस्ता सुपरहिट टिभी सिरिजको बारेमा जुन अहिले प्रसारण भइरहेका छन्। द इटर्नट, मबल्यान्ड, गुड अमेरिकन फ्यामिली र द 4 सिजन्स। यदि तपाईँहरूलाई साइन्स फिक्सन्स, क्राइम ड्रामा, रोमान्स र कमेडीका सिरिजहरू मनपर्छन् भने यी 4 वटा सिरिज पक्कै पनि नछुटाउनुहोला। भिडियो सुरु गर्नुभन्दा पहिला यदि तपाईँहरूलाई टिभी सो, वेब सो, सिनेमाको अपडेटहरू मनपर्छ भने हाम्रो युट्युब च्यानल सिनेमालाई सब्सक्राइब गर्न नबिर्सिनुहोला। साथै लाइक गर्नुहोस् र आफ्नो कमेन्ट सेयर गर्न नबिर्सिनुहोला। अब जाउँ आजको प्रसङ्गतर्फ। पहिलो नम्बरमा लिएर आएको छु ब्रिटिस टिभी सिरिज मबल्यान्ड, जुन लन्डनको अन्डरवर्ल्डमा आधारित छ, जसको पहिलो सिजन मार्च 30, 2025मा सुरु भएको थियो। पहिलो सिजनमा 10 वटा एपिसोड हुनेछन्, जुन 1/2025सम्म प्रत्येक आइतबार रिलिज हुनेछन्। यसको नयाँ एपिसोड प्रत्येक आइतबार अमेरिकी समयअनुसार बिहान 3 बजे र नेपालमा मध्यरात 12:45 बजे प्यारामाउन्ट प्लसमा हेर्न सकिन्छ। यसलाई आइएमडिबी रेटिङ अनुसार 8.1 आउट अफ 10 मिलेको छ भने रोटेन टोमाटोजमा समीक्षकबाट 76% र दर्शकबाट 67% भोटिङ मिलेको छ। यसको कहानीको कुरा गर्ने हो भने सत्ता र नियन्त्रणको लागि अन्डरवर्ल्डमा दुई शक्तिशाली क्राइम परिवार, ह्यालिगन परिवार र स्टिभेन्स परिवारको कसमकसलाई देखाइएको छ। यो सो तनाव, एक्सन र नाटकीय मोडले भरिएको छ। यदि तपाईँहरूलाई पिकी ब्लाइन्डर्स र द सोप्रानोज मनपर्छ भने यो सो तपाईँहरूको लागि। दोस्रो नम्बरमा लिएर आएको छु अमेरिकन ड्रामा सिरिज गुड अमेरिकन फ्यामिली, जुन एक मिड वेस्टर्न दम्पति क्रिस्टिन र माइकल वानेटको कथामा आधारित रहेको छ। यो सिरिज मार्च 19, 2025बाट मे 1, 2025सम्म जम्मा 8 एपिसोडमा हुलुमा प्रसारण भएको थियो। यदि तपाईँसँग डिज्नी प्लस छ भने हुलु एड अनको साथमा यो सोलाई हेर्न सकिन्छ। यसलाई आइएमडिबी रेटिङ 6.5 आउट अफ 10 मिलेको छ भने रोटन टोमाटोजमा समीक्षकबाट 53% भोटिङ मिलेको छ। यसको कहानीको कुरा गर्ने हो भने गुड अमेरिकन फ्यामिली सत्य कथामा आधारित रोमाञ्चक भावनात्मक ड्रामा हो। जसले तपाईँलाई सत्य र न्यायको बारेमा सोच्न बाध्य बनाउँछ, जहाँ वार्नेटको परिवारले एक बच्चालाई गोद लिन्छन् र त्यसपछि परिवारमा आइपर्ने समस्याहरू देखाइएको छ। तेस्रो नम्बरमा रहेको छ नेटफ्लिक्सको नयाँ कमेडी सो द 4 सिजन्स। यदि तपाईँहरू टिना फे र स्टिभ करेलको फ्यान हुनुहुन्छ भने यो सो तपाईँहरूलाई पक्कै पनि मनपर्नेछ। यसको पहिलो सिजन मे 1, 2025मा नेटफ्लिक्समा रिलिज भएको थियो र तपाईँहरू यसका सबै एपिसोडहरू नेटफ्लिक्समा पाउन सक्नुहुन्छ। यसको पहिलो सिजनमा जम्मा 8 एपिसोडहरू छन्। प्रत्येक एपिसोड लगभग 30 मिनटको छ। यो सिरिज बिन्ज वाच गर्नको लागि धेरै नै राम्रो छ। यसलाई आइएमडिबी रेटिङ 7.3 आउट अफ 10 मिलेको छ भने रोटन टोमाटोजमा समीक्षकहरूबाट 100% भोटिङ मिलेको छ। यसको कहानीको कुरा गर्ने हो भने द 4 सिजन्स 3 दम्पतिहरूको कथामा आधारित छ। 4 विधाको यात्रामा उनीहरूको मित्रता, प्रेम र जीवनका उतार चढावहरूलाई देखाउँछ। यदि तपाईँहरूलाई साइन्स फिक्सन र भावनात्मक कथाहरू मनपर्छ भने चौथो नम्बरमा लिएर आएको छु अर्जेन्टिनाको टिभी सो द इन्टरनट। यसको पहिलो सिजन फेब्रुअरी 15, 2025देखि अप्रिल 4, 2025सम्म नेटफ्लिक्समा प्रसारण भएको थियो। यसको पहिलो सिजनमा जम्मा 8 वटा एपिसोडहरू छन्, जुन नेटफ्लिक्समा स्ट्रिम गर्न सकिन्छ। यसलाई आइएमडिबी रेटिङ 8.4 आउट अफ 10 मिलेको छ भने रोटन टोमाटोजमा समीक्षकबाट 82% र दर्शकबाट 78% भोटिङ मिलेको छ। द इटर्नट ब्युन्स आयर्समा आधारित छ, जहाँ एक सामान्य मानिस आफ्नो परिवारसँग साधारण जीवन बिताइरहेको हुन्छ, तर एक रात अचानक रहस्यमय तरिकाले घातक हिउँ पर्छ। यो हिउँ पर्नुको पछाडि कारणहरू र यो घातक हिउँबाट बच्न के प्रयास गरिन्छ, यी सब कहानीहरूलाई रहस्यमय तरिकाले प्रस्तुत गरिएको छ। यदि तपाईँलाई वार अफ द ब्लड्स र द वाकिङ डेड मनपर्छ भने यो सो पक्कै पनि तपाईँलाई मनपर्नेछ। साथीहरू, यी तथे 4 सुपरहिट टिभी सिरिजहरू द इटर्नट, मबल्यान्ड, गुड अमेरिकन फ्यामिली र द 4 सिजन्स, जुन अहिले निकै चर्चामा छन्। यदि तपाईँहरूलाई साइन्स फिक्सन्स, क्राइम ड्रामा, रोमान्स र कमेडी जस्ता कथाहरू मनपर्छन् भने यी सिरिजहरू पक्कै पनि हेर्नुहोला। यी सिरिजहरूमध्ये तपाईँहरूले कुन सिरिज हेरिसक्नुभयो या कुन सिरिज हेर्ने योजना गर्नुहुँदैछ कमेन्टमा पक्कै पनि भन्नुहोला। यदि तपाईँहरूलाई यस्तै सिनेमा, टिभी सो, वेब सोको अपडेट मनपर्छ भने हाम्रो युट्युब च्यानल सिनेमालाई सब्सक्राइब गर्नुहोस्, लाइक गर्नुहोस् र कमेन्ट गर्न नबिर्सिनुहोला। हाम्रो अर्को भिडियोमा फेरि नयाँ रोमाञ्चक कुराहरू लिएर पक्कै पनि भेट हुने नै छ। त्यति बेरसम्मको लागि स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्।